हो स्पेनको बार्सिलोनामा ल यस्तो मार्केट छ है ल मेला लागेको छ हेर्दै आऊ म यो दाइलाई त्यहाँ कहाँ अहिले अहिले लोकेसनमा भेटौँ है त ल है यो चाहिँ पुरै मार्केट होला है 5 युरो 10 युरो ल स्पेनको बार्सिलोनामा पुरै मार्केट चल्ला है ल यस्तो रहेछ यो चाहिँ ल 10 युरो है यस्तो कपडाहरू अफर ल पुरै यो चाहिँ रोड ब्लक गरेर गर्ने रहेछ अनि गाडी चाहिँ चल्न नदिने रहेछ होइन ट्याक्क लगाएर कपडा के चाहियो ल केटीको लागि केटाको लागि यो चाहिँ एभ्रिडे होइन हरेक शनिबार चाहिँ मेला लाग्ने चाहिँ 8 युरो 3 युरो 5 युरो ल कसैलाई मार्केट यस्तो चाहिन्छ रत्न पार्क जस्तो काठमाडौँको जस्तो भने चाहिँ ल 50 सेन्टमा कति हो 50 सेन्ट हो अन्डरवेयरहरू केटीको ल ल है ल के चाहिन्छ है केटीको सामान भइरहेछ है ल है के चाहिन्छ ल टावलहरू पनि रहेछ होइन त्यो त कति बजीसम्म खुल्छ होइन अब ल पट्टुहरू चाहियो भने यहाँ बेडसिटहरू चाहियो भने फलफुलहरू चाहिँ हाम्रो 8 बजार लाग्यो जस्तो रहेछ हेर्नु है म सर देखाउँछु प्यान्टहरू 6 युरो ल 2 युरो टी सर्टहरू 2 युरो है ल टी सर्टहरू 2 युरो कट्टोहरू 5 युरो होइन ट्याक्क लगाएर यस्तो कपडाहरू पनि छ ठुलो कति हो मार्केट त मार्केट धेरै ठुलो है ल जुत्ताहरू चाहियो भने होइन मलाई चाहिँ जुत्ता चाहिँ चाहिएको थियो जुत्ता र चप्पल राम्रो खालको होइन 4 के हेर्नु कोही छैन 5 युरो ल है साथीहरूलाई चाहिन्छ भने म लोकेसन राखिदिन्छु है यो चाहिँ बार्सिलोना हो बार्सिलोना भन्दा अलि अगाडि ठुलो रहेछ मार्केट ल होइन मलाई चाहिँ एउटा फुटबल सुज चाहिएको थियो ल अन्डरवेयर लड्कीहरूको 2.5 युरो मोजाहरू पनि छ जे खोजे त्यही पाइन्छ कता यो के हो गर्मीको सिजन भएर होला म अन्डरवेयर र पेन्टीहरू मात्रै देख्छु म त यहाँ टोपीहरू मात्रै प्रायः सबै होइन अब ल है 8 बजार हो यो चाहिँ ल स्पेनको यो हजुरहरूलाई कुनै अपडेट चाहिन्छ भने हामीलाई सब्सक्राइब गर्नु होला मेसेज गर्नु होला होइन हामी हरेक इन्फर्मेसन दिइरहेको हुन्छौँ मजाहरू होइन यहाँ मजाहरू चाहिएदेखि यति राम्रो मजाहरू छ होइन च्यानललाई सब्सक्राइब गर्नु है हरेक अपडेट हामीले जानकारी गराइरहेको हुन्छौँ फ्रीमा बाथरुम एन्तो गर्ने कुरादेखि लिएर होइन रेड क्रसमा अनि अर्को एनआरएन अफिसको लोकेसनहरू होइन भाषा ल्याङ्ग्वेजको लागि लाइब्रेरी कार्डको लागि एभ्रिथिङ मेट्रो कार्डको लागि हामीले गाइडलाइन गरिरहेको हुन्छौँ ल है च्यानललाई सब्सक्राइब गर्नु के चाहिन्छ होइन ल त्यो चल्ला छ है स्पेनमा गर्मी त साह्रै गर्मी छ अहिले ल हेर्नु के छ यहाँ चाहिँ तपाईँले हिन्दी बोल्न जानेन भने चाहिँ प्रायः सबै इन्डियन पाकिस्तानी बङ्गालीहरू पनि छ होइन स्पेनिस त जानै पऱ्यो इङ्ग्लिस हल्का बोल्छ यहाँको मान्छेले ल है हो है त